युनिटी कपको लास्ट म्याच हारेर नेपालले हिस्टोरिक सिरिजको अन्त्य गरेको छ। 3 म्याचमा 2 जित र 1 हारपछि नेपालले टेस्ट नेसनसँगको फर्स्ट सिरिज जितेको छ। नेपालको यस सिरिजलाई फर्स्ट 2 गेम र लास्ट 1 गेम गरी 2 तरिकाले हेर्न सकिन्छ। सुरुको 2 गेममा डोमिनेटिङ पर्फर्मेन्स देखाएको टिम नेपाल लास्ट गेममा निकै खराब पर्फर्मेन्स देखाएको थिए। आजको यस भिडियोमा नेपालको युनिटी कपको पर्फर्मेन्सको चर्चा गर्दैछौँ, जसमा पोजिटिभ्स र नेगेटिभ खोज्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। सुरुमा कुरा गरौँ पोजिटिभ्सको। युनिटी कपमा देखिएका मुख्य पोजिटिभ्सहरू। नम्बर 1 फिल्डिङ। यो सिरिजमा नेपालको मुख्य टकिङ पोइन्ट फिल्डिङ रह्यो। यो सिरिजमा नेपालले टप क्लास फिल्डिङ गर्यो। फर्स्ट म्याचको 2वटा रनआउटदेखि सेकेन्ड म्याचका ब्रिलियन्ट क्याचिङहरू सबै पर्फेक्ट रह्यो। फर्स्ट म्याचको नेपालको फिल्डिङ देखेर वेस्ट इन्डिज सेकेन्ड म्याचमा सिङ्गल डबल लिन बढी अलर्ट रह्यो। नम्बर 2 अलराउन्ड पर्फर्मेन्स। यो सिरिजमा नेपालका प्लेयरहरूले अलराउन्ड पर्फर्मेन्स देखाए। ब्याटिङमा नभए बलिङ र फिल्डिङमा कन्ट्रिब्युट गरे। कुशल बुर्तेल सुरुको 2 म्याचमा ब्याटिङमा नभएर बलिङमा पर्फर्म गरे भने लास्ट म्याचमा दुवैमा पर्फर्म गरे। बुर्तेलले 3 म्याचमा 47 रन र 5 विकेट लिए भने रोहित पौडेलले 58 रन र 7 को इकोनोमीले 1 विकेट लिए। आदिल आलम लास्ट 2 गेम मात्र खेलेर उनले फर्स्ट गेममा नै 5 बलमा 11 रन बनाए र 4 विकेट पनि लिए। दिपेन्द्र सिंह ऐडी सुरुका 2 गेम मात्र खेले भने ब्याटिङमा कन्ट्रिब्युट गर्न नसके पनि उनले फिल्डिङ र बलिङमा धेरै कन्ट्रिब्युट गरे। नम्बर 3 कमब्याक एन्ड टेकिङ रिस्पोन्सिबिलिटी। टिममा सन्दीप जो र आदिल आलम, कुशल मल्ल टिमबाट बाहिरिएपछि कमब्याक गरिरहेका थिए र तिनटैले आफ्नो रिस्पोन्सिबिलिटी लिए। कुशल मल्लले फर्स्ट म्याचमा राम्रो इन्टेन्टका साथ ब्याटिङ गरेर 30 रन बनाए भने सेकेन्ड म्याचमा अनलक्किली रन आउट रहे। थर्ड म्याचमा टिमले एक्सपेरिमेन्ट गर्दा उनको पोजिसन चेन्ज गरेर ओपनिङमा पठाइयो र उनले 12 रन बनाए। त्यस्तै आदिल आलमले 2 म्याच मात्र खेल्दा आफ्नो फर्स्ट म्याचमा नै 5 बलमा 1 सिक्स र 1 फोरका साथ 11 रन बनाएर 4 विकेट लिए। त्यस्तै सन्दीप जोरले पनि रिस्पोन्सिबिलिटी साथ ब्याटिङ गरेर नेपालको हाइएस्ट स्कोरर बनेर जम्मा 86 रन बनाए। त्यसमा सेकेन्ड म्याचमा म्याच विनिङ 63 रन पनि थियो। अब कुरा गरौँ नेगेटिभ्सको। नेपाल भर्सेस वेस्ट इन्डिज सिरिजमा देखिएका मुख्य नेगेटिभ्सहरू हेरौँ। नम्बर 1 प्लेइङ लेफ्ट आर्म स्पिन। नेपाली ब्याट्सम्यानहरू लामो समयदेखि लेफ्ट आर्म स्पिनको अगेन्स्ट स्ट्रगल गर्दै आइरहेको छ। यस सिरिजमा पनि वेस्ट इन्डिजका क्याप्टन अकिल हुसेनको लेफ्ट आर्म स्पिनको अगेन्स्ट नेपाली ब्याट्सम्यानहरू स्ट्रगल गरिरहे। कुशल बुर्तेल 3टै म्याचमा अकिल हुसेनकै अगेन्स्ट आउट भए। अकिल हुसेनले 3 म्याचमा 5.41 को इकोनोमीले बलिङ गरेर 4 विकेट लिए। नेपालको डोमेस्टिकमा ललित राजवंशी, सदाब आलम जस्ता क्वालिटी लेफ्ट आर्म स्पिनर भए पनि नेपाली ब्याट्सम्यानहरू सधैँ लेफ्ट आर्म स्पिनको अगेन्स्ट स्ट्रगल गरिरहेका हुन्छन्। नम्बर 2 पावर प्लेमा ब्याटिङ। T20 गेम इज अल अबाउट स्कोरिङ बिग रन्स र त्यसको लागि टिमहरूले पावर प्लेलाई युटिलाइज गर्ने गर्दछन् र फास्ट खेल्ने गर्दछन्, तर नेपालले त्यो गर्न सकेन। नेपालले फर्स्ट म्याचमा पावर प्लेमा 34 रन बनाएर 2 विकेट गुमाए भने सेकेन्ड म्याचमा 39 रन बनाएर 2 विकेट गुमाए र थर्ड म्याचमा 37 रन मात्र बनाउन सके। जहाँ अरू टिमहरू पावर प्लेमा 9 देखि 10 को रन रेटले रन बनाउने गर्दछन्, त्यहाँ नेपालले 3 म्याचमा 6.11 को रन रेटले मात्र रन बनाउन सक्यो। नम्बर 3 इन्कन्सिस्टेन्ट ब्याटिङ। यो सिरिजमा कुनै पनि ब्याट्सम्यानले कन्सिस्टेन्ट ब्याटिङ गरेनन्। कुशल मल्ल र रोहित पौडेलले फर्स्ट म्याचमा रन बनाए भने आसिफ शेख र सन्दीप जोराले सेकेन्ड म्याचमा रन बनाए र त्यस्तै कुशल बुर्तेलले थर्ड म्याचमा रन बनाए। ब्याटरहरूले कुनै एक म्याचमा मात्र रन बनाए। कुनै पनि ब्याट्सम्यानले 3टै म्याचमा रन बनाउन सकेनन् र कन्सिस्टेन्ट ब्याटिङ गर्न सकेनन्। यसले इन्कन्सिस्टेन्सी इन ब्याटिङ देखाउँछ। यो बाहेक अरू पनि धेरै पोजिटिभ्स र नेगेटिभ्स हुन सक्छ। आफ्नो विचार कमेन्ट गर्नुहोला र यस्तै भिडियोका लागि च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।